साथीहरु हाम्रो पहिलो नम्बरमा रहेको छ एउटा छरीको तीनवटा पखेटा के हो। यसको सही आन्सर रहेको छ बिजुलीको पंखा। र यसैगरी हाम्रो दोस्रो नम्बरमा रहेको छ एक कुट्ठे धामी थरथरी कामी के हो। यसको सही आन्सर रहेको छ जुको। र यसैगरी हाम्रो 3 नम्बरमा रहेको छ आमाको रगतमा छोरी पकाई खान्छु के हो। आमाको रगतमा छोरी पकाई खान्छु के हो। यसको सही आन्सर रहेको छ तोरीको तेलमा तोरीकै साग पकाएको। र यसैगरी हाम्रो अर्को प्रश्न रहेको छ अजंगे बाबु बजंगे छोरा कालो नाती सेतो पनाती के हो। अजंगे बाबु बजंगे छोरो कालो नाती सेतो पनाती के हो। यसको सही आन्सर रहेको छ कटुसको फल। र यसैगरी फेरि हाम्रो अर्को रहेको छ कालो ओडारमा सेता जन्ती के हो। बुझेर उत्तर भन्नुहोला साथीहरु। कालो ओडारमा सेता जन्ती के हो। यसको सही आन्सर रहेको छ दाँत। र यसैगरी हाम्रो अर्को प्रश्न रहेको छ कसौडी पाक्यो भात काँचै के हो। कसौडी पाक्यो भात काँचै के हो। यसको सही आन्सर रहेको छ बेलौती अथवा अम्बा पनि हामीले भन्छौं। र यसैगरी हाम्रो अर्को प्रश्न रहेको छ दौडिदै जान्छ तर फर्केर आउँदैन के हो। दौडिदै जान्छ तर फर्केर आउँदैन के हो। यसको सही आन्सर रहेको छ खोलो। र यसैगरी हाम्रो प्रश्न नम्बर अर्को रहेको छ खानपिन मेरोमा सुत्न तेरोमा के हो। खानपिन मेरोमा सुत्न तेरोमा के हो। यसको सही आन्सर रहेको छ ढोकामा अग्लो लगाएको। र यसैगरी फेरि हाम्रो अर्को रहेको छ सानी नानीले फेटा बानेको के हो। सानी नानीले फेटा बानेको के हो। यसको सही आन्सर रहेको छ मासको दानो। र यसैगरी अर्को प्रश्न रहेको छ दौडेको दौडे छ तर जहाँको त्यही हो के हो। दौडेको दौडे छ तर जहाँको त्यही के हो। यसको सही आन्सर रहेको छ छातो। फेरि यसैगरी हाम्रो अर्को प्रश्न रहेको छ हिँड्दै छ पाइला मेट्दै छ। हिँड्दै छ पाइला मेट्दै छ। यसको सही आन्सर रहेको छ ढुङ्गा हिँडेको।